नमस्कार सबैजनालाई वेलकम टु प्रारम्भ अटिजम केयर। म चाहिँ यहाँनिर एउटा बच्चालाई बबल्स ब्लो गरिदिँदैछु। नानी हो, सो बबल्स ब्लो गर्ने पनि तरिका हुन्छ होइन, कसरी ब्लो गरिन्छ भनेर हजुरले हेर्न सक्नुहुन्छ होइन। मैले चाहिँ एकदमै आई कन्ट्याक्टमा फोकस गरेको छु, बच्चालाई मुखको छेउमा लगेर बबल्स भनेर भनेको छु उसले, ताकि आइडेन्टिफिकेसनमा पनि काम होस्, यसको नाम बबल्स हो भन्ने कुरा पनि थाहा होस्। अनि नेक्स्ट चाहिँ उसले आई कन्ट्याक्ट पनि गर्छन्। मैले उसलाई एकैचोटि बरर कहिले पनि गरिदिएको छैन, एकैचोटि धेरै फुकिदिएको छैन। उसलाई चाहिँ वेट गर्दै फुक्दै, ताकि त्यो बबल्स गरेको उसको पपअप गरेर सकियोस्, फुटाएर सकियोस्, अनि उसले हेरोस् मलाई, अनि मात्रै म बबल्स भनेर ब्लो गरिदिन्छु। अनि ब्लो गर्नुभन्दा अगाडि बबल्स भनेर चाहिँ उसलाई आइडेन्टिफाई गराएर अनि मात्रै बबल्स भनिराखेको छु। अनि ऊ पनि एकदमै ह्याप्पी भएर आई कन्ट्याक्ट एकदमै राम्रो दिइराखेकी छिन्। सो यसरी चाहिँ हामीले आई कन्ट्याक्टमा एकदमै राम्रोसँग डेभलप गर्न सकिन्छ। अनि आई कन्ट्याक्ट मात्रै होइन, उसको आइडेन्टिफिकेसनमा पनि काम भइराखेको छ, कन्सन्ट्रेसनमा काम भइराखेको छ होइन। धेरै कुराहरूमा एकदमै धेरै हेल्प गर्छ। सो तपाईँहरूले जे सामान खेलाउँदा पनि, जे पेयरिङ गर्दा पनि, जे तपाईँहरूले जस्तो सानो सानो कुराले पनि बच्चाको डेभलपमेन्ट भइराखेको हुन्छ। सो अब के सिकाउने भन्ने कुरा चाहिँ ध्यान दिनुपर्ने।